हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई नमस्ते। आज चाहिँ हामीले यस्तो भिडियो लिएर आएको छौँ। बिना ओभन चाहिँ घरमै सजिलै तरिका चाहिँ होल चिकन रोस्ट चाहिँ कसरी बनाउने भन्ने चाहिँ रेसिपी लिएर चाहिँ आएको छौँ है। यो सबै चाहिँ मेरो वाइफले बनाएको छ साथीहरू। अनि सबैजनाले सपोर्ट गरिदिनु होला, अन्तिमसम्म हेरेर है हामीलाई माया गरिदिनु होला। साथीहरू, आज चाहिँ मैले होल चिकन रोस्ट कसरी घरमै बनाउन सकिन्छ त सबैको घरमा ओभन हुँदैन। त्यही ओभन बिना पनि हामी कसरी होल चिकन रोस्ट बनाउन सकिन्छ म तपाईलाई आज भिडियो मार्फत मैले जानेका कुराहरू हजुरहरूलाई सिकाउन गइरहेको छु। साथीहरू हेर्न सक्नुहुन्छ, मैले चाहिँ होल चिकन लिएछु अनि त्यसको लागि सामान चाहिने चाहिँ मैले अलरेडी यहाँ मैले रेडी गरिसकेको छु। साथीहरू लास्टसम्म भिडियो हेरेर इन्जोय गर्नुहोला। हस् त साथीहरू, यो चिकन ल्याइसकेको छु मैले। यसलाई चाहिँ मजाले मासुको भाग काट्ने, यसरी मासुको भाग जसरी काट्ने। अनि यताको हजुरले पनि यो पनि काट्न सक्नुहुन्छ, किनकि ताकि हामीले यो काटेको भागबाट चाहिँ मसलाहरू भित्रभित्र जान सकौँ। हजुरहरूलाई यदि यसको चिकनको छाला मन पर्दैन भने हजुरहरूले यो छाला पनि निकालेर हाल्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ, यस्तो भयो हाम्रो चिकन चाहिँ। यसरी हामीले मासु चाहिँ काटिसकेको छु। अब यसको लागि चाहिँ हामीले हल्का मासुको भाग चाहिँ काटेको तपाईँलाई मैले देखाइसकेको छु। अब मैले दुईटा भाँडा लिएको छु। यो भाँडामा चाहिँ मैले साथीहरू यहाँ मैले दही लिएछु। दहीलाई मैले लाएँ। त्यसपछि मैले लसुनको पेस्ट राखेको छु। हजुरहरूले अदुवाको पेस्ट पनि राख्न सक्नुहुन्छ, तर मलाई चाहिँ अदुवा अलिक मन नपर्ने भएर मैले चाहिँ लसुनको पेस्ट राखेको छु। त्यसका साथसाथै मैले एउटा अन्डा छु। हजुरहरूले अनि कलर पनि छ। हजुरहरूले यदि मैले चाहिँ यो कलर अलिकति राम्रो देखाउनको लागि भए पनि यो कलर यसमा मिक्स गरेको छु। हजुरहरूले यो स्किप पनि गर्न सक्नुहुन्छ है, हजुरहरूलाई यदि मन पर्दैन भने। अनि यो मसला जिरा मेथी सबैको मसला हो, यो मसला पनि मैले लाएँ। हजुरलाई कति मनपर्छ त्यही हिसाबले लाउनु होला। अनि यो चाहिँ छ मसला ल्वाङ, सुकमेल, विभिन्न किसिमको जडीबुटी मसलाहरू हो। यो पनि मैले हालेँ, हल्का हालेँ। त्यसको साथसाथै मैले अलिकति नुन पनि 1 चम्चा हालेँ साथीहरू, नुन हालेँ। अब खोर्सानी, हजुरहरूले खोर्सानीको धुलो पनि हाल्न सक्नुहुन्छ, तर मैले चाहिँ यो खोर्सानीको आफै घरमा काटेको हालेको छु। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ मैले सबै हालिसकेर मलाई मर्दैछु साथीहरू। यसरी मिक्स गर्नु सक्नुहुन्छ हजुरहरूले, मजाले मिक्स गर्ने। हजुरको कागती पनि मैले हल्का त्यसमा हाल्दैछु। कागतीले चाहिँ हजुरको त्यो मासुलाई टाइट बनाउने हुन्छ। र हजुरको मैले ठुलो भाँडा लिएको छु। यो भाँडामा मैले यो चिकनलाई राखेँ। मसला सबैतिर यसरी लाउँदैछु। देख्न सक्नुहुन्छ एकदमै हेर्दा राम्रो भएको छ है। अनि यसरी भित्रसम्म
यसको मसलाहरू पुग्योस्। यो प्याज लिएको थोरै, यो प्याज पनि हजुरले मनपर्छ भने आलु हजुरले के मनपर्छ यसको भित्र हाल्न सक्नुहुन्छ। मैले चाहिँ प्याज मात्र हालेको छु साथीहरू। अब चाहिँ साथीहरू भाँडामा बसाउँदाखेरि हाम्रो यो चाहिँ खुट्टा चाहिँ यस्तो खुट्टा चाहिँ अलिकति हामीले बान्नु पर्ने हुन्छ। म यसलाई चाहिँ खुट्टा चाहिँ बान्दिन्छु। मैले अघि नै रेडी गरेर राखेको छु साथीहरू। यसलाई म अलिक यसरी बान्दिन्छु। ऱ्यापिङ पेपर हजुरले ढकनी हुन्छ छोप्ने थालसालले पनि छोपेर साथीहरू म चाहिँ यसलाई अब 1-2 घन्टा जति चाहिँ मैले फ्रिजमा राख्नेछु। 2 घन्टा फ्रिजमा राखेपछि यस्तो भएको छ है। अनि मैले यो भाँडा बसाएको छु। ग्यासमा मैले भाँडा अलरेडी बसाइसकेको छु साथीहरू। मैले 1 प्याकेट नुन लिएछु। यसलाई चाहिँ अब यो नुनलाई चाहिँ मैले भाँडामा हाल्दैछु। साथीहरू यो चाहिँ भनेको चाहिँ अब सबैको घरमा यो ओभन हुँदैन नि त, त्यही भएर अब यसरी यो चाहिँ घरेलु हामीले कसरी बनाउन सकिन्छ भनेर चाहिँ म हजुरहरूलाई यही भिडियो मार्फत देखाउँदैछु है। हजुरहरूले यसमा तेल पनि हालेर राख्न सक्नुहुन्छ। यसरी नटासियोस् भनेर मैले यो यसरी राखेको छु। यसरी गरेर चाहिँ देख्न सक्नुहुन्छ मैले चाहिँ यसरी गरेको छु। अब यसलाई मैले माथि राखेँ साथीहरू। राखेपछि मैले यसलाई चाहिँ अब होल चिकनलाई चाहिँ मैले यसमाथि राख्नु पर्ने हुन्छ। यहाँ राखेछु। मसला पनि म यसरी लगाइदिन्छु यी माथि नै। यस्तो भइसकेपछि ग्यासलाई अलिकति म ठुलो बनाएँ। त्यसपछि साथीहरू मैले चाहिँ यसलाई ढकनीले कभर गरिदिएको छु। अब यसलाई चाहिँ कम्तीमा पनि 1 घन्टादेखि 45 मिनेटसम्म आधी घन्टा अब हेर्ने फर्काउने गर्नुपर्छ साथीहरू है। फाइनली अब साथीहरू हाम्रो चाहिँ यस्तो भएछ है। अब यसलाई चाहिँ हामीले पल्टाउनु पर्ने हुन्छ। साथीहरू हेर्न सक्नुहुन्छ हामीले चाहिँ यसलाई फर्काएर फेरि गरिसकेको छौँ, फर्काइसकेको छौँ है। साथीहरू एकदमै दामी भइरहेछ है, हेर्न सक्नुहुन्छ। हल्का अब तेलमा पनि यसलाई फ्राई गर्नुपर्ने हुन्छ साथीहरू। मिक्सरमा पिसेको थिएँ, त्यही भएर मैले यसलाई ग्रेभी पनि लगाइदिएँ साथीहरू। मैले हल्का सुप पनि लगाएको छु। एकदमै टेस्टी भएको देख्न सक्नुहुन्छ साथीहरू। फाइनली हाम्रो चाहिँ यस्तो भयो है। हजुरहरूले पनि घरैमा बनाएर ट्राई गर्न सक्नुहुन्छ साथीहरू। हस् त, बाई बाई।